पूर्व जन्ममा गरेको कर्मको फल अहिले पाइन्छ, अहिले गरेको कर्मको फल फेरि अर्को जन्ममा पाइन्छ। त्यसैले हामीले सत्कर्म गर्नुपर्दछ। कसैका छोरी चेली स्त्रीहरूलाई बिना कारण कहिले पनि हात लगाउन हुँदैन। यस्ता कुराहरू छन् सज्जन, कहीँ कोही मूर्खहरूले लगाउँछन् हात भने त्यो साक्षात कलियुगका राक्षस हुन्, काल नेमी हुन्, यसरी बुझ्नुपर्दछ सज्जन। त्यसैले हेर्नु, यो दोष हुन्छ त कुनै पनि कारण बेगर, कुनै पनि चाहिँ उपाय बेगर, केही समस्याको समाधान बेगर त्यतिकै टच गर्न हुँदैन, त्यतिकै चाहिँ छुन, त्यतिकै अर्काको छोरीचेलीलाई हामीले चाहिँ कहीँ कतै पनि त्यसरी छोएको छ भने त्यो चाहिँ अपराध हुन्छ, बुझ्नु होला। अब यस्ता विविध कुराहरू छन्, तर उनीहरूका कुनै पनि दोष छन्, कुनै पनि अब फेरि हाम्रै शास्त्रहरूमा के पनि छ त भन्दाखेरि त कोही सत्पुरुषहरूले यसो हामीलाई स्पर्श मात्रै गरे भने पनि हाम्रा दोषहरू न्यूनीकरण हुन्छ भन्ने